नमस्कार। आजको यस लिगल गफमा बुझौँ रेस्टुरेन्टले मेनुमा देखाएको मूल्यभन्दा बढी रकम लिन मिल्छ कि मिल्दैन भन्ने बारेमा। कल्पना गर्नुहोस्, तपाईँ रेस्टुरेन्ट जानुहुन्छ। मेनुमा मोमोको मूल्य रु 100 लेखिएको छ। अर्डर गर्नुहुन्छ, तर बिलमा रु 113 लेखिएको देख्नुहुन्छ, कारण 13% भ्याट थपिएको रहेछ। तर के यस्तो गर्न पाउने कानुनी अधिकार रेस्टुरेन्टसँग छ र? कन्ज्युमर प्रोटेक्सन एक्ट 2075 अनुसार यदि रेस्टुरेन्टले मेनुमा कुनै वस्तुको मूल्य देखाउँछ भने त्यो मूल्यमा सबै कर जस्तै भ्याट समावेश गर्नुपर्छ। अलग्गै भ्याट लिने अधिकार रेस्टुरेन्टसँग छैन, अनलेस मेनुमा स्पष्ट लेखिएको हुन्छ भ्याट एप्लिकेबल वा एक्सिडिङ भ्याट भनेर। त्यसैले यदि मेनुमा रु 100 लेखिएको छ भने तपाईँको अन्तिम भुक्तानी पनि त्यही 100 रुपियाँ नै हुनुपर्छ, नत्र त्यो उपभोक्ताको अधिकार विरुद्ध हो। र यदि तपाईँले यस्तो सिचुएसन फेस गर्नुभएको छ भने के गर्न सकिन्छ? बिल मागेर जाँच गर्नुहोस्। यदि भ्याट छुट्टै देखाइएको छ भने मलाई भ्याट रिभाइज गरेर बिल बनाइदिनुहोस् भन्ने अधिकार तपाईँसँग छ। तर यदि रेस्टुरेन्टले भ्याट बिल रिभाइज गर्न नमानेमा तपाईँलाई उपभोक्ता संरक्षण विभागमा उजुरी दिन सक्नुहुन्छ। तल दिइएको मेलमा बिलको फोटो पठाएर आफ्नो गुनासो गर्न सक्नुहुन्छ वा टोल फ्री नम्बर 1137-1137 मा फोन गरेर गुनासो गर्न सक्नुहुन्छ। त्यसैले याद राख्नुहोस्, यो तपाईँको अधिकार हो। जुन मूल्य मेनुमा देख्नुहुन्छ त्यही मूल्यमा सेवा पाउनुहुन्छ। So, share this video with your friends so they can also know about their consumer right.